दर्शन नमस्कार वेलकम छ हाम्रो भ्लग च्यानलमा। अब नयाँ सुरु भयो हैन, तर जस्तोको सुकै जे होस्, तर मुन्टा चाहिँ देखाइदेऊ मेरा भाइ। किन्नेलाई चाहिँ 10 रुपैयाँ मुठो ठ्याक्कै यहाँको दिराममा। यहाँ मुन्टा हेर चाहिँ पल परेको छैन। यहाँ हेर गट्टा लागेका यी त्यसरी हुन्छन्। यहाँ परेको हेर त हरियाली। यता देखाउँ त, यता देखाइदेऊ। यता फेरि फर्सी कस्तो ठाउँमा फलाएको भन्ने यता देखाइदेऊ त एकचोटि। कस्तो ठाउँमा अरे? रमलघारीमा फर्सी फल्छ। यता देखाऊ। मान्छेले पत्याउँदैन खाडी भनेर, खाडीमा त्यस्तो हुन्छ भन्ने कुरा कसलाई थाहा छ? त्यस्तो हुन्छ भन्ने कुरा। यो टमाटर अब पनि हेरौँ त, यी कसरी फल्ला र पनि एकचोटि जम गरेर देखाइदियो त भाइ। मम्मी पाकेर हेर लटरमा। यहाँ जुत्तो छ त खतरा। साथीहरूले खाडी भन्ने हेर्छ नि, खालि कोरियाबाट मात्रै यस्तो हाल्छ, जापानमा मात्रै हाल्छ होइन। 3 लाख कमाइन्छ भनेर हेपेका होला नि हामीले यी टमाटर बेचेर 3 लाख कमाइन्छ। यहाँ हेर न। अनि 3 लाख कमाउनु उहाँबाट चाहिँ दुनियाँ ल हेर्नुहोस्, हेलिकप्टरमा गएर के भनेर हालेर यार टमाटर किन्न पर्छ। बेल्छन् न शुद्ध हाम्रो यस्तो साग लट्टे हेर त। यहाँ पानी छोडेका टमाटर फलेका, सिमी लगालाई पनि निमका पात यसरी टोक्नुपर्छ, मिठो हुन्छ होइन। बेल्चा राम्रो, करेला घारी काङकाङ। बेल्चामा देखाइदियो नि, बेल्चा घाडीमा बेल्चामा देखाइदियो मजाले गाडेर। यहाँ बेल्चामा यसरी च्यात्ने टमाटर घाडी थाङ्रा लाग्यो। यता मैले रोपेको रोप पनि भन्दै घाडी चाहिँ यो हाम्रो दाजुले रोप्नु भएको है। केही नलाएर दाजुले उखु पनि यहाँ देखाइदियो। आगो उखु लहल हुन्छ। खजुर पनि छ, खाडीको खजुर भन्ने खाडी भन्छ तिनजना क्या। अब कस्तो लाग्यो त मेरो कमाइ? तिमी कस्तो लाग्यो भन, आफै भन। ठिक छ? एकदम ठिक छ। हेर नि सबै हेरियो, शान्तसँग। रायो साग पनि छ अब त्यो कुटेर खानलाई। यहाँ छ रायो साग चाहिँ त्यस्तो लटक्कसँगले बनाएर खाइसकेपछि सबैजनाले पनि गरेर खानु होला अर्ग्यानिक चट्टसँगले। कसैलाई नजिक हुनुहुन्छ भनेदेखि सम्पर्क गर्नु होला। फर्सी मुन्टा डेलिभरी भइहाल्छ। फेरि है चाहिँदैन।